हेलो गुड आफ्टरनुन सबैजनालाई। आज चाहिँ म चाहिँ आज हाम्रो यो फ्यामिलीको सानोबडे पूजा चाहिँ गर्नको लागि चाहिँ म एउटा पुदुङ रेलीमा आएको छु है तल। अन्त हाम्रो यो भर्खर अहिले टी ब्रेक भयो। भर्खर हाम्रो पूजाहरू हामीले अलिकति सर्ट ब्रेक गऱ्यौँ है। अन्त यसमा चाहिँ हाम्रो यस्तोहरू चाहिँ पाला भ्यूहरू चाहिँ हेर्नुहोस्। हाम्रो चाहिँ आज चाहिँ हाम्रो यो ग्रहको पूजा कालसर्पको पूजा थियो। त्यो कालसर्पको पूजा गर्नु चाहिँ हामीलाई एकदमै जरुरी थियो। त्यो भएकोले गर्दा चाहिँ हामी एउटा पालामा आएको छौँ है। यो ब्रिजहरू हेर्नुहोस् पालाको, तपाईँहरू आउनु भएको होला पहिला पनि है यो जग्गाहरू लोकेसनहरू। अन्त हामी चाहिँ एउटा प्लानिङमै आएको है। हामी चाहिँ सबै चिया पानी आलुदम हो सबै। यो चाहिँ मेरो श्रीमती है, यता हेरिदिनुहोस् त श्रीमती। ऊ चाहिँ श्रीमती हो। श्रीमतीले चाहिँ आलुदम बनाउँदैछ यहाँ। अन्त यहाँ चाहिँ ऊ बोजू, यो चाहिँ मेरो छोरा है। अन्त हामीले साथसाथमा पूजाको साथसाथमा चाहिँ हामीले एउटा है प्रिपेयरमा आएको छौँ। हामी चाहिँ अब मतलब आलुदमहरू बनाउँदैछौँ यहाँ, चिउरा भुजा। अन्त हामीले यहाँ सर्ट ब्रेक गरेको छौँ है। सर्ट ब्रेकमा चाहिँ हाम्रो यहाँ चाहिँ हाम्रो हुनुहुन्छ छोटा भालुखोपको गुरुजी। अन्त उहाँ चाहिँ एउटा पुलिस पनि हुनुहुन्छ है, सिभिक पुलिस पनि ड्युटी गर्नुहुन्छ उसले। अनि प्लस उसले आफ्नो मतलब पाठ पनि पढ्नुहुन्छ। अन्त गुरुजी यसो केही कुरा वचनहरू भन्नु छ? छैन। नागपञ्चमी हामीले कालसर्प हुने जति पनि भक्तहरू हुनुहुन्छ, कालसर्प हुनेहरू कुण्डलीहरू यसो अब नजानेको खण्डमा गुरुजीहरूलाई देखाएर होइन, कालसर्प दोषहरू हुन्छ, कसैको जन्म लिएर आएको हुन्छ, कसैको राजयोग लिएर आएको हुन्छ, कसैले पञ्चम लक्ष्मी योगहरू लिएर आएको हुन्छ, कसैले अब थुप्रै योगहरू छ यसका पनि हो। यस्ता योग हुने मान्छेहरू चाहिँ यसै गुरुजनहरूलाई देखाएर कुण्डली दशाहरू देखाएर है, अनि यसो हेरकोर गरेर अनि कालसर्प हुन्छन् कतिको है, कसैको धेरै योगहरू हुन्छन्। कालसर्प योग हुनेको चाहिँ हामीले यसरी यो जुन चाहिँ भिडियो देखाउनु भएको छ यो फोटो, यो कालसर्पको पूजा हो, नागको पूजा। त्यसलाई हामीले कालसर्पको खोलामा आएर यो पूजन गर्नुपर्छ। यसले चाहिँ के विघ्न बाधाहरू हट्छ भन्दाखेरि चाहिँ पीडादायी असफलता भएका चिजहरू, आफूलाई पीडा हुन्छ, कुनै बाधाहरू हुन्छ, अडचनहरू आउँछ, यस्ताहरू कुण्डली कालसर्प दोष हुने व्यक्तिहरूको छ। त्यसले गर्दा हामीले दोष निवारण गर्नको लागि आएर हामीले नौवटा नाग बनाउनु पर्यो। 6वटा तामाको, एउटा चाँदीको, एउटा पित्तलको, एउटा सुनको नाग बनाएर अथवा 10वटा जम्मा नाग बनाएर फलमकोन बनाउनुपर्छ। अनि मनसा देवीलाई प्रसन्न बनाएर पाठहरू गरेर रुद्राभिषेक शिवजीको पाठ गरेर अनि हवन आदि गरेर नदीमा विसर्जन गर्नुपर्छ। अनि यजमानले पूजा गर्ने यजमान हुनुहुन्छ, उहाँहरूले पनि स्नान गर्नुपर्छ। त्यो लाएका वस्त्रहरू पूर्ण रूपमा खोलामा विसर्जन गरेर नयाँ वस्त्र धारण गरेर आफ्नो घरतर्फ जानुपर्छ। धन्यवाद गुरुजी है। तपाईँले एउटा कालसर्पको बारेमा है हामीसँग एक दुई वचन एकदम राम्रो कुराहरू भन्नुभयो। यो हामी अरू मान्छेलाई पनि बताउँछौँ कसको यस्तो योग छ, कसको कालसर्प छ, उनीहरूले चाहिँ हाम्रो गुरुजीसँग सम्पर्क गर्नु सक्नुहुन्छ भन्दै हामी चाहिँ एउटा सानो पुदुङ पाला भन्छ होइन, पुदुङमा चाहिँ हामी पालामा चाहिँ हामी एउटा सानो पूजा, यो मेरो घर परिवारकै पूजा थियो। अन्त यो पूजाको साथसाथै हामी चाहिँ अब गुरुजीलाई हामीले भेट्यौँ। गुरुजी एकदम राम्रो हुनुहुन्छ। जो पनि अझै पनि कोही मान्छेको यस्तो योगहरू छ भने चाहिँ गुरुजीसँग कन्ट्याक्ट गरेर या मसँग कन्ट्याक्ट गरेर तपाईँहरूले गुरुजीको नम्बर लिनु सक्नुहुन्छ। र यसरी पूजा पाठ चाहिँ हामीले यसरी गरेको छौँ है। हेर्नुहोस् है, यो चाहिँ तपाईँको पुलहरू, तपाईँहरू पहिल्यैदेखि आउनु भएको छ होला। यो पुलहरू, यो खोला छ, किनकि यो खोलामै गर्ने पूजा हो। किनकि यो घरमा हामीले गर्न सक्दैनौँ, गऱ्यो भने पनि खोलामै विसर्जन गर्नको लागि आउनुपर्छ। त्यस्तो भन्दै म यो सानो भिडियो बनाउँदैछु तपाईँहरूको माथि। धन्यवाद।